थापातली जुनी खेलदेखि थापातली हामी चाहिँ जाँदैछौँ। म चाहिँ पठाउ के ड्राइभ अब कम्तीमा 15 मिनट त बन्छ, 15 मिनट लाग्छ। बादल चाहिँ तलै छ, अफिसमा पर्खिरहेछ पासपोर्ट छोडेर। अघि भनेको सम्झाउँदा नि नलागेपछि के हुन्छ। यो बाटो नि जान्छ अङ्कल, यो किनार किनार त होला होइन। स्पिड कुदाइ राख्नु ओभर डर लागिरहेछ। लड्यो भने चाहिँ गाह्रो हुन्छ। बोलेको नि आवाज आउँदैन किनकि म भिडियो बनाउँदैछु। अब यसमा हामी चाहिँ अब चाबेल पहिला चाबेलबाट नाइस ड्राइभिङ छ। रेटिङमा अङ्कलले दिनुभयो भने 5 मा 4 रेटिङ। सोरेस हावाको लहरसँगै उडिरहन मन, तिम्रो त्यो बासना मनमै छायो रे। तिम्रो त्यो बोलीले झनै राम्रो तिम्रो आवाज कक्षामै पार्यो रे। चार्ज नि सकिन आँट्यो मोबाइलको, अब तर त्यति बनाउँछु लास्ट। अघि जाँदा त बसमा थिएँ, बसमा बनाउनु अप्ठ्यारो भयो। अनि यति बेला पठाउमा जाँदा चाहिँ अब घाँटी नै सुकिसक्यो। ड्राइभिङ केटा यहाँको ड्राइभरहरूको स्किल प्राय कार गाडी जसको बब्बाल छ, यस्तो पर्फेक्ट हाँक्नुहुन्छ। ठोकिन्छ 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 जस्तो लाग्छ, ठोकिँदैन यार, बवाल लाग्छ। माइ गड। तर कोही चाहिँ साइड लाइट बालेर पनि साइड चाहिँ तर्दैन, त्यस्तोहरूलाई चाहिँ ठोकाउन मन लाग्छ क्या। कत्रो कुनामा बसेको डर, अलिअलि डर पनि लागिरहेछ किनकि हतार पनि भइरहेछ नि त। सो डर त भइहाल्छ। यस्तो कन्ट्रोलिङ अब के भन्नु, पिलित्तै छिप्यो भने मोबाइल पनि जान्छ, म पनि जान्छु। डिस ब्रेक चाहिँ झुन्छ किन अङ्कलले त अब ओभर सातो गइरहेछ यार, ओभर डर लागिरहेछ मलाई चाहिँ। ओभर पर्छ लास्ट यस्तो भिडभाडमा चाहिँ स्लो गर्नुहुन्छ, बचाउनु।